नमस्ते, स्वागत छ आजको एपिसोड अपडेटमा है। र धेरै पछि मैले तपाईँहरूले एउटा निकै महत्त्वपूर्ण अपडेट लिएर आएको छु। कृपया सबैजनाले हेरिदिनु होला है त। यो 28 ब्रेक भइसकेपछि मैले तपाईँहरूले अलिकति खासै राम्रो मोमेन्टम देखाएन भनेर भनेको थिएँ। र त्यसमाथि पनि हाम्रो यो बोलिङ्गर ब्यान्डलाई चाहिँ हैन मिडल ब्यान्डलाई ब्रेक गरेर फेरि पनि रिटेस्ट गरेर अलिकति तल आइसकेपछि खासै राम्रो मोमेन्टम देखिने भनेर भनेको थिएँ। र अहिले हामीले हेरिन्छ पनि अलिकति चाहिँ केही न केही सिनारियो चाहिँ हामीले अलिकति फरक देख्न सकिन्छ है। लगातार हामीले हेर्न सकिन्छ। अब यो जोनलाई चाहिँ अलिकति लगभग नेप्सीले साइडवेज बसेको हो कि भनेर हामीले भन्न सकिन्छ है। एउटा बेस पाउन आयो के भन्न चाहिँ हामीले भन्न सकिन्छ है। हामीले हेरिन्छ भने हैन विगत अलिकति लङ टाइम फ्रेममा हेरिन्छ भने हाम्रो के छ लो यहाँ थियो है, अनि लो यहाँ थियो, अनि यहाँ थियो भने चाहिँ हाम्रो हायर लोमा नेप्सी हिँडिरहेको थियो। र अहिलेसम्मको लागि चाहिँ हाम्रो डेली वाइजमा चाहिँ हाम्रो हायर लो हाम्रो प्रोटेक्ट भएको छ है। हाम्रो लोवर लो चाहिँ बनेको छैन भनेपछि निकै महत्त्वपूर्ण जोन रहेको छ यो भनेको एक किसिमको हाम्रो है। यो जोनदेखि जोनसम्म चाहिँ यो जोन पनि ब्रेक भएर तल आउँछ भने हामी डेली वाइजमा पनि हायर लोमा आउँछौँ है। ठिक छ, तपाईहरु यो कुरा चाहिँ बुझ्नु होला है त। अब भनिसकेपछि नेप्सीमा हामीले सेटअप देखिए भने पनि मैले तपाईँहरूलाई चाहिँ विशेष गरी अलिकति हाम्रो ट्रेन्डिङ सेक्टर कहाँ छ भनेर मैले तपाईँहरूलाई विगत लामो समयदेखि मैले तपाईँहरूलाई जानकारी दिइरहेको थिएँ है त। सुरुमा हामी त्यसमा लागौँ है। सुरुमा हामीले इन्भेस्टमेन्ट कम्पनीमा हामी लागिन्छ सिएचडिसीमा है। निकै महत्त्वपूर्ण स्टक रहेको छ, निकै राम्रो पर्फर्म गरेको स्टक छ यो भनेको है। र माथि गएको थियो र अलिकति यहाँ सेटअप बिगारेको थियो, अनि मैले तपाईँहरूलाई यहाँ सेटअप बिगाऱ्यो भनेर भनेको पनि थिएँ। र सेटअप बिगारिसकेपछि हामीले हेरिन्छ भने चाहिँ त्यस्तो एग्रेसिभली चाहिँ हामीले फल देख्न सकिएन है। हामीले हेरिन्छ भने यो बोलिङ्गर ब्यान्ड थियो निकै महत्त्वपूर्ण जोन है। बोलिङ्गर ब्यान्डले ब्रेक गरेर फेरि पनि रिटेस्ट गरेर चाहिँ यो लगभग यही जोनमा चाहिँ हामीले प्ले भएर बसेको चाहिँ हामीले देख्न सकिन्छ है। र मैले तपाईँहरूलाई चाहिँ जब चाहिँ यिनी स्टकहरूले चाहिँ आफ्नो मिडल बोलिङ्गर ब्यान्डलाई ब्रेक गरेर माथि जान्छन् तब चाहिँ यिनीहरूमा चाहिँ राम्रो चाम आएको चाहिँ हामीले इतिहास छ भनेर मैले तपाईँहरूलाई त्यो बेला पनि भन्दै आएको थियो। भनेपछि हामीले अहिले सरस्वती हेर्दाखेरि चाहिँ हामीले के देखिन्छ भन्दाखेरि चाहिँ मिडल ब्यान्डले ब्रेक गर्दा पनि हैन लगभग यही जोनमा चाहिँ यो प्रोटेक्ट भएर बसेको चाहिँ हामीले देख्न सकिन्छ है। मार्केट घटेको छ, मार्केट घट्दा पनि लगभग यो जोनलाई चाहिँ लगभग प्रोटेक्ट गर्दै रेस्पेक्ट गर्दै यो जोनमा बसिरहेको छ भनेपछि अनि भोल्युमले पनि यसलाई राम्रो एउटा साथ दिइरहेको छ हामीले हेर्न सकिन्छ है। 2 दिन भयो यो अलिकति बढ्दो पनि बन्द भएको छ है, ताकि हाम्रो मार्केट अहिलेको अवस्थामा घटिरहेको छ है त। भनिसकेपछि जबसम्म चाहिँ एउटा एक किसिमको यहाँ बेस भयो भनेर चाहिँ हामीले भन्न सकिन्छ है। लगभग यो जोन प्रोटेक्ट भएसम्म चाहिँ लगभग 2215 हाराको जोन चाहिँ प्रोटेक्ट भएसम्म चाहिँ एक किसिमको यो बेस बनायो भनेर भन्न सकिन्छ। र अलिकति हामीले मोमेन्टमै हेरिन्छ भने चाहिँ मैले तपाईँहरूलाई चाहिँ यो बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड हेर्न भनेको छु। यो जब चाहिँ यसलाई ब्रेक गरेर माथि जान्छ फेरि पनि यहाँ एउटा मोमेन्टम चाहिँ हामीले आउन सक्छ भनेर चाहिँ भन्न सकिन्छ है। भनेपछि तपाईँले यो कुरा चाहिँ एकदम याद गर्नु होला। प्राइसलाई तपाईँले खास याद नगर्नुहोस्, किनकि बुल मार्केटमा खासै प्राइस भन्दा पनि हाम्रो मोमेन्टम सेटअपमा चाहिँ हामीले हेर्न चाहिँ जहिले पनि जरुरी भएको हुन्छ है त। ठिक छ, यो कुरा भइहाल्यो है। अब दोस्रो कुरा के छ हाम्रो एनआर मैले तपाईँलाई भनेको थिएँ है त, के छ यसको बारेमा हामी हेरौँ है। अब हामी एनआर हेरिन्छ भने यो पनि मैले तपाईँहरूलाई चाहिँ यसको मिडल ब्यान्ड ब्रेक भइसकेपछि मोमेन्टम राम्रो आएको छ भनेर पहिला भनेको थिएँ। र अहिलेको अवस्थामा यसलाई निकै माथि महत्त्वपूर्ण अलिकति 1486 मा देखायो होइन बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड। तर त्यो भन्दा पनि यो एउटा जोनमा चाहिँ आएर बसेको छ अहिले है। यो एउटा राम्रो डिमान्ड जोन थियो, यो जोनलाई ट्याप गर्यो लगभग यही जोनमा प्ले भएर बसिरहेको छ। र यहाँबाट हाम्रो एउटा लोवर टाइम फ्रेममा पनि होइन अलिकति अथवा यो एउटा हाईलाई पनि ब्रेक गरेर यो माथि जान्छ भनिसकेपछि यसले आफ्नो एउटा इमिडिएट स्विङ हाईलाई ब्रेक गरेर माथि गयो भनेर हामीले भन्न सकिन्छ। भनेपछि मार्केट घट्दा पनि अलिकति मोमेन्टममा रहेको स्टकहरू चाहिँ मार्केट बढ्दाखेरि चाहिँ हाम्रो बढ्ने चान्स चाहिँ धेरै हुन्छ है। मैले तपाईँहरूलाई भनेअनुसार तपाईँहरूले आफ्नो एउटा प्लान चाहिँ बनाउनु होला है, एउटा आफ्नो एउटा रिसर्च गरेर। ठिक छ, यो कुरा भइहाल्यो है। र तपाईँहरूलाई मैले आज एउटा महत्त्वपूर्ण कुरा भन्नेवाला छु। एउटा हाम्रो एमएलबिएल भन्ने स्टक रहेको छ है, तपाईँहरू हेर्न सक्नुहुन्छ यसको बारेमा। लगभग खासै यहाँ भोल्युम राम्रो आउनु थिएन यो बेलामा है। अलिकति कम भोल्युम थियो, हाम्रो लगभग 50,000 60,000 80,000 को भोल्युम आइरहेको थियो। र त्यसपछि हाम्रो लगत्तै के भयो, यो जोनमा आएर हेर्नुहोस् त 4 लाखभन्दा बढी भोल्युम आयो। लगभग हाराहारी हाम्रो 5 लाखसम्म भोल्युम आयो है। र अलिकति तल आयो र फेरि पनि माथि तपाईँको लगभग 9 लाखभन्दा बढी भोल्युमले चाहिँ यो माथि पुस भएको थियो है। लगत्तै 9 लाख 8 लाखको भोल्युम आइरहेको थियो भनेपछि यो अलिकति घटेर तल आएको हामीले देख्न सकिन्छ है। हामीले अलिकति हेरिन्छ भने यो त्यस्तो खासै धेरै माथि बढेर पनि गएको छैन है। हामी हेर्दाखेरि एउटा यो जोन थियो है, तपाईँहरू म देखाउन चाहन्छु। यो जोनलाई चाहिँ के छ अलिकति ब्रेक गरे जस्तो गरेर माथि गएको थियो। यो जोनलाई यहाँ हेर्नु होला तपाईँहरूले, यो जोनलाई ब्रेक गरेको थियो, यसलाई ब्रेक गरेर आफ्नो इमिडिएट स्विङ हाईलाई ब्रेक गरेर माथि गएको थियो र फेरि पनि तल आइरहेको छ है। भनिसकेपछि एउटा किसिमको राम्रो पैसा चाहिँ हामीले यहाँ छिर्यो भन्न चाहिँ भन्न सकिन्छ है। किनकि एकदम कम भोल्युम आउने ठाउँमा चाहिँ लगभग हाम्रो कक्षा त 9 लाख 8 लाखको भोल्युम आउनु भनेको चाहिँ एउटा सामान्य कुरा होइन है। हो अलिकति टाइम लाग्ला केही होला, तर एउटा लगभग एउटा बाइङ पोजिसन एउटा खेलाडी छिरेको एउटा बाइङ लेभलमा चाहिँ यो हामीले आएको चाहिँ देख्न सकिन्छ। ठिक छ, यो पनि तपाईँहरूले चाहिँ निकै मैले आजको दिनमा चाहिँ मैले तपाईँहरूलाई राम्रोसँग मैले तपाईँहरूलाई वाच गर्न भन्छु है। र हामीले हेरिन्छ यसको बोलिङ्गर ब्यान्ड पनि हामीले हेरिन्छ भने अहिलेसम्म खासै त्यसलाई पनि मिडल ब्यान्डलाई चाहिँ खासै प्रोटेक्ट गरेर माथि नै बसेको छ। यसलाई चाहिँ हामीले ब्रेक गर्यो भनेर चाहिँ भन्न सकिँदैन अहिलेको अवस्थामा है। ब्रेक गरे पनि पहिला अलिक इमिडिएटली माथि नै गएर बसेको थियो भनेपछि राम्रो भोल्युम पनि इन्टर भएको छ र यो माथि पनि सस्टेन भएको छ भनेपछि एक किसिमको अलिकति लङ टाइम फ्रेममा हामीले हेरिन्छ भने चाहिँ अलिकति यसमा हामीले मोमेन्टम चाहिँ
राम्रै देखिन्छ है। हाम्रो भोल्युम पनि निकै राम्रो आएको छ र प्राइस एक्सन पनि हामी हेरिन्छ भने चाहिँ यो सबैलाई चाहिँ ब्रेक गरेर चाहिँ यो माथि गएर बस्नु चाहिँ सफल भएको चाहिँ हामीले देख्न सकिन्छ है। त्यसकारणले तपाईँहरूले यसलाई पनि एउटा राम्रोसँग क्लोजली हेर्न तपाईँहरूलाई यो कुरा म भन्न चाहन्छु है त। र आज हामीले हेरिन्छ भने भोल्युम पनि निकै कमाएको छ, लगभग हाम्रो 8 लाख 9 लाख भोल्युम आउने होइन। अनि हिजोको दिनमा कति थियो हाम्रो भोल्युम 5 लाख थियो भनेपछि आज हाम्रो लगभग 1 लाखभन्दा कम हामीले चाहिँ यसमा भोल्युम देखिएको छ भनेपछि एउटा सेटअप हामीले यहाँ पनि राम्रो देखियो है त। ठिक छ, तपाईँहरूले आफै एउटा रिसर्च गर्नु होला यसको बारेमा है त। र तपाईँहरूलाई एउटा मैले फाइनेन्सियल स्टक पनि भन्न चाहन्छु के छ भनेर चाहिँ, यो चाहिँ हाम्रो RLFL हो। अब हेर्नु है त RLFL के भएको छ भनेर भन्नुहुन्छ भने चाहिँ एउटा यो जोन थियो है, लगभग यो लेभलबाट चाहिँ हाम्रो एकदम एग्रेसिभली हुन्छ नि, लगभग होइन 5%, 6%, 6% होइन, अनि 7% RRले चाहिँ लगभग एग्रेसिभली बढेको स्टक हाम्रो के थियो त एउटा RLFL थियो है। र यसपछि फेरि पनि यो घटेर पूर्ण यही ठाउँमा आएको छ भने लगभग 20% चाहिँ हामीले हेरिन्छ भने अलिकति हामीले फल चाहिँ यहाँ देख्न सकिन्छ है यसको हाईबाट। जस्तै यसको हाई यो रहेको छ, हामीले यसलाई तल पुल गरिन्छ भने चाहिँ हाम्रो लगभग इन्ट्राडे बाइच चाहिँ हाम्रो लगभग 23% चाहिँ हामीले यसलाई डाउनवर्ड आएको चाहिँ हामीले देख्न सकिन्छ है। र जुन रूपले यहाँ बढिरहेको थियो अस्ति नै बर्डरमाथि गएको थियो, यहाँ चाहिँ एउटा निकै राम्रो पैसा हामीले छिरेको चाहिँ देख्न सकिन्छ, किनकि यस्तो एउटा एग्रेसिभ मोमेन्टम आइरहेको थियो होइन। कुनै पनि अब रेस्टुरेन्टलाई मानव खासै वास्तै नगरिकन है एउटा हायर लो नबनिकन माथि गएको स्टक थियो भनेपछि एउटा लेभल जुन लेभलमा चाहिँ खेलाडीहरू लागेका थिए फेरि पनि लगभग त्यही लेभलमा यो स्टक आएर बस्न खोजिरहेको चाहिँ हामीले देख्न सकिन्छ। र अलिकति हामीले हेरिन्छ भने सेलिङ प्रेसर कम भएर अलिकति बिस्तारै बिस्तारै एक किसिमको मोमेन्टम पनि लिन आँट्यो कि भनेर हामीले पनि हेर्न सकिन्छ है। भनिसकेपछि यो लेभलबाट बढेर माथि गएको स्टक फेरि पनि यही लेभलमा आउँछ भनिसकेपछि पहिला जुन खेलाडी लागेका थिए फेरि पनि तिनीहरू लागेर चाहिँ यसलाई फेरि पुस गर्न सक्ने चान्स चाहिँ हामीले बढी नै हुन्छ भनेर भन्न सकिन्छ है त। तपाईँहरूले यसलाई पनि एकदम क्लोजली हेर्नु होला, मोनिटर गर्नु होला है। र अर्को एउटा चाहिँ मैले तपाईँहरूलाई SPC भनेर भन्दै आएको छु, SPCको बारेमा हामी हेरौँ है त। अब SPC नै हामीले हेरिन्छ भने आफ्नो टपबाट यो कति घटेको छ त हामी हेर्नु एकचोटि। यसको टप यहाँ थियो, लगभग टपबाट यो अहिलेको अवस्थामा लगभग 20-22% हामीले घटेको देख्न सकिन्छ है। मैले तपाईँहरूलाई ब्रेकआउट भन्दा पनि लगभग सकेसम्म चाहिँ एउटा डिमान्ड जोनमा आएको बेला मैले तपाईँहरू अलिकति अल्ट गरिरहेको हुन्छ है, किनकि ब्रेकआउट पनि ट्र्याप हुन सक्ने चान्स धेरै भइरहेको हुन्छ। ब्रेकआउट दिने ट्र्याप गर्ने घट्ने भइरहेको हुन्छ, तर एक फेरि राम्रोसँग बढेर गएको स्टक होइन फेरि पनि आफ्नो डिमान्ड जोनमा आएर बस्छ भने चाहिँ यस्तो अवस्थामा चाहिँ हाम्रो रिस्क पनि कम हुन्छ र यहाँबाट फेरि पनि बढ्ने चान्स चाहिँ हाम्रो हाई हुन्छ है। जहिले पनि हाम्रो क्यापिटल चाहिँ हामीले जहिले पनि प्रोटेक्ट गर्न सिक्नुपर्छ मार्केटमा। बुझिसकेपछि एउटा राम्रो बढेर गएको स्टक आफ्नो टपबाट 20-25% घटेको छ र पहिला पनि राम्रो एउटा भोल्युम आएको स्टक हेर्नु त। पहिला हाम्रो के थियो त प्रोमोटर अनलक हुनुभन्दा अगाडि खासै भोल्युम थिएन, प्रोमोटर अनलक भयो, राम्रो भोल्युम इन्जेक्ट भयो फेरि पनि। अनि यहाँ पनि हामीले हेरिन्छ भने लगभग हाम्रो 3 लाख 3.5 लाखको भोल्युम होइन, 3,33,000 अनि यहाँको चाहिँ हाम्रो 2,41,000 भनिसकेपछि एउटा राम्रो भोल्युम यो लेभलमा चाहिँ हामीले छिरेको चाहिँ देख्न सकिन्छ है त। भनिसकेपछि फेरि पनि एउटा डिमान्ड जोनमा आएको चाहिँ देख्न सकिन्छ भनिसकेपछि यसलाई पनि हामी एउटा राम्रोसँग वाचले चाहिँ क्लोजली हेर्न सकिन्छ है। र अर्को एउटा स्टक छ म तपाईँलाई भन्न चाहन्छु MKCL भनेर है त। अब MKCL स्टक पनि म तपाईँहरूलाई के भन्न चाहन्छु है। MKCL स्टक हामीले हेरिन्छ भने यो एउटा राइज जुन यहाँबाट लिएको थियो लगभग हाम्रो 1420-30 का हारारीबाट र हाम्रो हाई कहाँ लगाएको थियो 2860 मा लगाएको थियो भनेपछि यो जोनलाई हामीले हेरिन्छ भने चाहिँ यसले चाहिँ आफ्नो 0.5 भन्दा पनि मुनि आएको हामीले देख्न सकिन्छ है। र लगभग यो जोन आफ्नो 0.618 मा आएर एउटा के रेजिस्टेन्स एउटा के सपोर्ट पनि लिन सक्ने हामीले चान्स चाहिँ देख्न सकिन्छ। यसलाई मैले मार्क गरेर राख्छु है, यसलाई मैले हटाइदिन्छु। अब हामीले हेरिन्छ भने यसमा के भइरहेको छ है त। अब हामीले हेर्नुहोस् त यो दिन जुन एउटा राम्रो भोल्युम आएको थियो 26,000 को भोल्युम, अनि यसपछि कति चाहिँ हाम्रो लगभग 36,000 को भोल्युम भइसकेपछि यो जोनमा चाहिँ एक किसिमको राम्रो पैसा हामीले चाहिँ इन्ट्री भएको चाहिँ हामीले देख्न सकिन्छ है, एउटा खेलाडीको बाई भएको जोन है। तपाईँहरूलाई मैले फोर्सीबाट पनि देखाउन चाहन्छु यो बारेमा। जस्तै यो भनेको कुन हाम्रो क्यान्डल फेब्रुअरी 17 हो नि त, पक्नु है त। अब हेर्नुहोस् त फेब्रुअरी 17 मा के भएको छ भन्दाखेरि हाम्रो 34 नम्बरबाट हाम्रो लगभग 18,000 किता खरिद भएको छ है। भनिसकेपछि जम्मा 4,300 किता चाहिँ हाम्रो सप्लाई आएको छ भनिसकेपछि लगभग यो जोनमा चाहिँ एउटा राम्रो पैसा हामीले यहाँ इन्जेक्ट भएको देख्न सकिन्छ है। र भोलिपल्ट पनि 4,000 किता बाई भएको थियो है। यस्तै गरी 32 नम्बरबाट भएपछि चाहिँ होइन। अब यस्तै गरी बिस्तारै 34 फेरि पनि अलिकति हामीले यहाँ एक्टिभेसन गरेको देख्न सकिन्छ भनिसकेपछि एउटा खेलाडी लगाइसकेको जोन त्योभन्दा पनि अलिकति मुनि आएर बसिरहेको छ भनिसकेपछि यसलाई पनि हामीले एउटा बिस्तारै वाच चाहिँ गर्न सकिन्छ है। एउटा मल्टिपल लेभलमा एउटा भनेको सुरुमा हाम्रो यो लेभल भइहाल्यो है, त्यसपछि हाम्रो फेरि पनि घटेर तल आए पनि यो लेभल हुनसक्छ, फेरि पनि घटेर तल आए पनि यो लेभल हुनसक्छ भनिसकेपछि एउटा आफ्नो क्यापिटललाई प्लान गरेर हामीले बिस्तारै यस्तो एउटा अपवेटर लागेको स्टकहरूमा पनि हामी लाग्न पनि सकिन्छ है। र यसको फन्डामेन्टल हामीले हेरिन्छ भने पनि निकै राम्रो रहेको हामीलाई थाहै छ यो कुराहरू, अनि सबैलाई पनि हाम्रो यसमा कम छ भन्ने कुरा हामीलाई थाहै रहेको छ है। आफ्नो टपबाट यो पनि लगभग हाम्रो कति घटेको छ भन्दाखेरि अहिलेको अवस्थामा
यो पनि लगभग अब 13-14% चाहिँ हामीले घटेको चाहिँ देख्न सकिन्छ अहिलेको अवस्थामा है। भनेपछि एउटा राम्रो पैसा इन्जेक्ट भएको, फन्डामेन्टल पनि राम्रो भएको र हाम्रो सप्लाई पनि कम भएको स्टकमा हामी अहिले लाग्यौँ भने चाहिँ फेरि पनि एक किसिमले राम्रो बेस बन्न सकेर अलिकति यहाँ एउटा यहाँ सपोर्ट लिएर बेस बनायो भने चाहिँ यसलाई पनि हामीले राम्रोसँग चाहिँ वाच गर्न सकिन्छ है त। हस् त, आजको लागि यति। हजुरले भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला र तपाईँहरूलाई कुनै पनि भिडियोको बारेमा जान्न मन छ भने तपाईँले मलाई कृपया कमेन्टमा भन्नु होला, म त्यसको एनालाइसिस गरिनेछु है त। हस् त, सबैको जय होस्, मङ्गल होस्। आजलाई यति नै।